Hello everyone, happy Buddha Jayanti. वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ बुद्ध जयन्तीको दिन थियो। सो म चाहिँ बिहान उठेर नुहाइधुवाइ गरेर मोइस्चराइजर दले होइन, मोइस्चराइजर दलेर एकछिन सुकाएँ। त्यो भ्याइसकेपछि चाहिँ मैले सनस्क्रिन पनि लगाएँ होइन, धेरै मेकअप त होइन, सनस्क्रिन र मोइस्चराइजर लगाएँ। यो चाहिँ हाम्रो पूजा घर हो। आज मम्मीले बिहानै उठेर पूजासुजा गरिसक्नु भएको थियो। हाम्रो चलनमा चाहिँ 3 चोटि ढोग्ने चलन छ, बुद्धिस्ट चलनमा चाहिँ। सो मैले 3 चोटि ढोगेँ अनि हामी साप्ताहिक गएर पूजा गऱ्यौँ, भजनहरू गायौँ। साप्ताहिकको पूजा सकेर चाहिँ गुम्बा गयौँ हामी। गुम्बामा चाहिँ गुरु आउनु भएको थियो। सो गुरुबाट वाङ थाप्यौँ। यो चाहिँ हाम्रो मङ्गलटाँडीको गुम्बा हो, हेर्न सक्नुहुन्छ। जङ्गलको छेउमा राम्रो छ, क्युट छ, सानो छ, राम्रो छ, भिजिट गर्नु होला। ल्होसारमा पनि रमाइलो हुन्छ। सबैजना र्याली आउनु भएको थियो, र्याली गरेर अनि वाङ थाप्नु भयो। यो चाहिँ हाम्रो गुम्बामा यसरी सजाएर राखेको हुन्छ। मैले अघि पनि भनिहालेँ, हाम्रो चलनमा चाहिँ 3 चोटि ढोग्नुपर्छ। सो यो चाहिँ घर जाने बेलामा मैले 3 चोटि ढोगेँ। कस्तो लाग्यो हजुरहरूलाई भिडियो? यो चाहिँ अब हाम्रो चलन यस्तै छ होइन। हजुरहरूलाई कस्तो लाग्छ हाम्रो चलन? मलाई चाहिँ हाम्रो बुद्धिस्ट धर्म एकदमै मनपर्छ। त धन्यवाद हेरिदिनु भयो भिडियोलाई अन्तिमसम्म। थ्याङ्क यू सो मच फर वाचिङ गाइज।